पानी भरिदिनु नि सक्छ एकैछिनमा होइन पोखराको नानी र पानीको भर्नु पर्नु भन्छ होइन यहाँ त बाटै बन्द छ त कहाँ जाने यो बाइक त बवाल छ त मामाहरूको चलपल दिपाङ ताल है त दामी पोखराको 7वटा तालमध्ये एउटा ताल यो पनि हो हेलो के छ गाइजहरु हैन टक्क लाएर म चाहिँ आइसके आज नयाँ ब्लग लिएर आज चाहिँ मेन भनेको स्विमिङ खेल्न जानुपर्छ स्विमिङ खेल्नु परेको अब डह्रो गर्मी भइसक्यो पोखरामा के भयो यस्तो एकछिन 2-3 मिनेट बाहिर बसेको पसिना चर्चर्दै आउँछ त हैन के गरम गरम भइरा थियो भित्र बसिराख्दा नि कति बसिराख्ने भित्र मोबाइल चलाए हैन त्यही भएर स्विमिङ खेल्न जानु पर्यो आज फेवातालतिर मोटो ब्लग हान्दै स्विमिङ गर्न गइदिनु पर्यो हैन लगेडा हो म चाहिँ अहिले निस्किसक्यो हैन टक्क लाएर बेसलाई लिएर आइसक्यो हैन जानुपर्छ तुफानमा केटाहरु पुगिसक्यो रे टक्क लाएर गएर चिलाको हैन त बच्चाहरुले डह्रो डिस्टर्ब हान्दैन रे यो बाटोमा मामा नि हुन सक्छ फेरि यहाँ त डह्रो मामाहरु पोखरामा बिगबिगी चलिरहेको मामाको ढुक्क जानुपर्छ है त अनाप भएकोडा हो अमरसिंह चोकमा आएको यहाँ त बाटै बन्द छ त कहाँ जाने यार फर्किनु पर्यो अब लालीगुरास्टोलतिरबाट गइदिनु पर्यो हैन ल अहिले कथाले मागे अनुसार टक्क लाएर घुम्दै हैन म चाहिँ हस्पिटल चोक आइसकेको छु हैन अब लाग्ने पर्ने हुन्छ दुकानमा हामी हैन सही हो यहाँबाट चाहिँ हामी भित्र गइदिउँ है त पोखरा रङ्गशाला यस्तो देखिरहेको बाटोको हालत खराब छ यार कहीँ गतिले छैन क्या अब यो पृथ्वी चोकमा कति धुलो हो निकै यो पुल कहिले बनाएर सक्ने हो जाम त्यस्तै छ जामै जाम हो पोखरामा सबतिर कपिलले देखे त मावाल त मलाई त के भनौँ भयो भएर होइन गल्तीतिर छिराइदिएर यता आइदिएको म चाहिँ होइन अब जानुपर्छ सर्टकट बाटो लेक होइन मामाले भन्दा मान्छेको चिक्कादेखि फोन चलाउनु नै बाटोमा टक्क लेकको इन्ट्री भइसक्यो है हाम्रो चाहिँ लेकतिर जानुपर्छ स्विमिङ खेल्न चाहिँ होइन गर्मी चाहिँ डेन्जर भइरहेको अहिले पसिना चाहिँ डह्रो आइरहेको दाइहरु चाहिँ पेट्रोल हाल्न जाने रे हैन पेट्रोल सेट्रोल हालेर टक्क आउनुहुन्छ पेट्रोल हैन न सबको पैसा लुट्ने ठाउँमा डह्रोको चेक गर्ने पैसा हैन 3-4 हजार खर्च भयो होला भन्ने 10-12 हजार खर्च निकाल्दिने क्लबले बिल धेरै निकालेको हो कि त्यस्तै खाइदिएको हैन हाल्दैन हुन्छ कि लेक त फेरि अलवेज बवाल हो नि हैन दामी हैन पोखराको सबसे बवाल भनेको लेक त हो नि हैन विश्वले चिन्छ फेवा लेक भन्यो भने हैन यहाँ आउँदा बित्तिकै फेरि पुरा विदेशतिर जस्तो भाइब्स हुन्छ क्या होइन पामे एरियामा होइन सही छैन भ्यू पनि फेरि तालको मिठो भ्यूका साथ होइन दामी दामी रेस्टुरेन्टहरू पामेको ग्रिन एरिया बवाल देखि भयो है होइन यहीँ बवाल देख्यो उतातिर के अरे ढोरपाटनतिर त अहिले त डेन्जर भइसक्यो होला त यार जानुपर्छ त्यतातिर नि होइन लेकको भ्यू त भन्नै परेन बवाल होइन माथि माथि देखिरह के हो त्यो पुङदीगोठको मन्दिर होइन स्तुपाहरू देखिरह सही हो बवाल ठाउँमा आइसक्यो है हामी होइन हेर्दै जानु होला स्विमिङ हान्नुपर्छ खेल्न त आउनु चिलमा खेल्नुपर्छ सही हो ल केटा हामी जानुपर्ने चाहिँ तल रहेछ होइन हामी माथि आइपुगेछ त्यही पनि बवाल भ्यू देखिरह नो रिग्रेट होइन त माथि आयो भने होइन दामी देखिरह सही हो जानुपर्छ अब बाटै बिरायो यार होइन यस्तो ओह्रालो बाटो हो बाटो बिरायो भने त तनाव हुन्छ बिरायो नि अर्को ठाउँ गइदिने मा पोखरा नचिनेको हो र भनेको बाटो चाहिँ बवाल रहेछ कि तर यहाँ रहेछ कि पोखराको हिडन प्लेस रहेछ क्या यार यो त यहाँ हराएर त अरे काका पिट्दिएको यार हामी त नहराइदियो कि वाइल्डै गर्मी भइसक्यो होइन पसिनै पसिना भइसक्यो होइन अब स्विमिङ खेल्ने ठाउँमा त आइसक्यो तर खेल्नुपर्छ यार निलै देखिरह खेल्न सक्छ कि सक्दैन होइन चिलमा खेल्नुपर्छ है त उयो ठाउँ त बवाल छ त म पनि फर्स्ट टाइम आइदिएको होइन चिलमा हाल्नुपर्छ पौडी सय वा डाइ खानेर नि बसिसक्नु भयो होइन टक्क लाएर दोधारमा पऱ्यो यार म त खेलौँ कि नखेलौँ भयो कि खेल्नै आउँदैन होइन खेल्दिने हो खेल्दिन खेल्दु
तपाईँ खेल्ने खेल्ने मलाई होइन तिमी खेल्नै पर्छ तिमीलाई फानेछु म आएर ल ल खेलिदिन्छु है त म सिधै डाइ खानिदिन्छु ल केटा है ए एक डाइ फाटेको त के हो श्रीम्म हुन्छ त मजा आयो तर हेर होइन सही सुवास पौडेल चाहिँ पौडी खेल्दैछ है त हाम्रो भाइ सही सही कपडा सँगै फाल्तिर बवाल मजा भइसक्यो अवस्था कस्तो मजा हुन्छ होइन यस्तो गर्मीमा डाइ खान्न मलाई स्विमिङ सिकाउँछु भनेर आएर होइन आफूले डाइम नहानिकन बस्यो कि के भन्नु छ दाइ तपाईँलाई गद्दार गरेले सिकाउँछु भनेर गद्दारीको नाम दिए है अर्कोचोटि पुनः प्रयास गर्ने बवाल मजा है स्विमिङ खेलेर होइन यहाँबाट हामी चाहिँ टक्क लगाएर निस्किँदै हो होइन इन्जोय गरियो एकैछिन होइन दामी भ्यू पनि दामी रहेछ यहाँबाट होइन सही आयो हुन्छ सबजना टक्क लगाएर चिलान्दैछ मान्छेहरू दामी भ्यू हेर्दै हामी दौरो खेल्नु हुन्थ्यो त्यहाँ होइन लेखनाथ जाने काम गर्दिनँ लेखनाथ गएर आउनुपर्छ लेखनाथको बाटो यस्तो खराब छ नि आज के भयो प्याराग्लाइडिङको दाइ भेटेको थियो होइन प्याराग्लाइडिङ गर्नु पऱ्यो भने मिठो डिस्काउन्ट हुन्छ भाइहरू आऊ हामीसँग गर भन्दै हुनुहुन्थ्यो होइन टक्क डु कन्ट्याक्ट है त प्याराग्लाइडिङ त्यस्तै 2500-3000 मा गर्नु भने होइन लेक फेरि जारो के त्यही भिडियो गर्न मन लाग्छ कि होइन दामी देखिरहेको हावा पनि बवाल चले रहेछ पानी पर्दिन नि सक्छ एकैछिनमा होइन पोखराको नानी र पानीको भर्नु पर्नु भन्छ होइन सही हो लाग्दिउँ है त अब लेखनाथतिर सलल लेखनाथको धुलो खाँदै होइन कति हेर्नु यार यो लेक साइडको भ्यू होइन थाक्दैन त जति हेरे पनि लेकमा त यो फुल त बवाल फुलेर रहेछ त म पनि आइरहेको छु लेकमा देख्दै देखेर त आजसम्म त दामी फुलेर त यो फुलहरू त होइन यस्तै फुलहरू सबतिर रोप्नु पऱ्यो क्या बवाल देखिन्छ होइन हान्दिएको त तर फ्रेस भइरहेको माइले डेन्जर फ्रेस भइरहेको होइन एक्सर्साइज नि हुन्छ अरे त तर धुलो त मिठै छ जस्तो छ होइन रमाइलो भइरहेछ भाइ रमाइलो मलाई चाहिँ होइन ओ मायाको सुन धुलोले आँखामा औडा गऱ्यो कि दुःख गयो हिँड अन्धकारमा घुरेर टक्क बुढी बजार आइपुग्यो है हामी चाहिँ टक्क एउटा जबको लागि यसो बुझिदिउँ भनेर आएको होइन के हुन्छ हेरौँ जब सब त गरिन्छ कि गरिन्न होइन टक्क लगाएर बुझिदिउँ न यहाँसम्म आइसकेपछि अब दिपाङ ताल गइदिउँ न भनेर दिपाङ ताल जान लाग्यो हामी चाहिँ टक्क चिल हान्नु पऱ्यो चिल हान्नु यत्रो पैसा चिल हान्नु पऱ्यो कि अब होइन टक्क लाएर पोखरामा एक दिनलाई पुग्नु पऱ्यो कि यतिले ढुक्क ए यत्तिको चाहिँ हुनु पऱ्यो साधन भएपछि दामी सदुपयोग हान्थ्यो त त्यही हो दिपाङ ताल है त दामी पोखराको 7वटा तालमध्ये एउटा ताल यो पनि हो होइन दामी देखिरहेको फोहोरहरू चाहिँ बढिरहेको चाहिँ हिलो देखेको हो कि के हो यो पानी होइन सही हो दिपाङ ताल होइन 7वटा ताल गरेर देखाउनु पर्छ तपाईँहरूले टक्क लगाएर सही हो टक्क दिपाङ तालको मिठो अवलोकन गरेर हामी चाहिँ चल्दिन लाग्यो घरतिर होइन लाग्दैन हामी हामी चाहिँ दिपाङ तालबाट फर्किसक्यौँ होइन अहिले चाहिँ शिवचोकतिरको बाटो नि बवाल बनाउनु लागिसकेको छ जे सही हो पोखरा बन्दैछ रत्नचोकमा हो है हामी चाहिँ तपाईँहरूले नि चिनिराख्नु भएको होला बाटो यहाँबाट उता जाने भने टक्क जनपिरी स्कुल आउँछ होइन म पढेको त्यही कलेजमा हो होइन जनपिरी कलेज होइन र को पढ्नु भएको टक्क लगाएर यो कलेजमा होइन कमेन्ट गर्नु होला होइन त दामी देखिरहेको त मामाहरूको चलपल होइन त्यो पृथ्वी चोकमा सेक्युरिटी दामी दिइराख्नु भयो होइन ए फर्स्ट टाइम बसेँ यार यो जाममा के यसरी के म यतापट्टि दामी देखिरहेको रहेछ ग्राफिक्स दामी रहेछ यार बवाल है बवाल भ्यू त जताततैबाट बवाल देखिन्छ क्या अरे होइन प्रदूषणले गर्दा खतम भइसक्यो प्याक छ त हङकङ बजार त के हो हङकङ आउने मान्छेहरू धेरै भयो कि हो
आइज आइज पोखराको मुटु त देखाउनै पर्ने हुन्छ हजुरहरूलाई होइन टक्क लाएर हामी चाहिँ अहिले न्यू रोडमा हो के हो यो गाडीले कस्तो प्रदूषण गरेको पोखराको एक मात्र आकाशे पुल होइन दामी छ यार यो पुल सयो ल होइन टक्क लाएर आजको भ्लग चाहिँ यही इन गरौँ होइन हजुरहरूलाई कस्तो लाग्यो मेरो भ्लग होइन टक्क हेरेर प्रतिक्रिया दिन नभुल्नु होला होइन टक्क लाएर बाइ बाइ गाइस